अब तदा चाहिँ हरेक वर्षमा चाहिँ यस वर्षको होली पनि नजिक आइसकेको छ। यो नजिक आइसकेको होलीलाई मध्यनजर गरी हाम्रो ट्राफिक प्रहरीले होली पर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना तयार गरी आफ्नो ड्युटी डिप्लोयमेन्ट गरेको छ। यो ड्युटी डिप्लोयमेन्ट गर्ने क्रममा समग्र सिराभरिमा हामी 30 ठाउँमा खटिएका छौँ। 30 ठाउँमा 59 जना ट्राफिक प्रहरीहरूको सक्रियता परिचालन हुनेछ। त्यसमा मेरो कमान्डमा चाहिँ मोबाइल ड्युटीदेखि लिएर पिकेट ड्युटीहरू, चेक जाँचका ड्युटीहरू चाहिँ हुनेछन्। यसले गर्दाखेरि होली पर्व एउटा चाहिँ उल्लासमयपूर्ण वातावरणमा चाहिँ मनाउने भएको हुनाले त्यस बेलामा लापसे गर्ने सवारी साधनहरू चलाउने गर्ने भएको हुनाले त्यस्ता किसिमका गतिविधिहरूको कारणले गर्दाखेरि दुर्घटना हुन सक्ने भएकोले त्यो दुर्घटनालाई न्यूनीकरण गर्नको लागि हामी परिचालित हुनेछौँ। कति ठाउँमा होला सर? ठाउँको हिसाब भन्दाखेरि 20 ठाउँमा समग्र सिरा जिल्लाभरिमा लाहान, गोलबजार, धनगढी, मिर्चैया, बन्दीपुर, सिरा लगायतका 20 ठाउँमा चाहिँ हामी रहनेछौँ। कतिजना प्रहरी परिचालन गर्नुभएको छ जिल्लाभरिमा? यसमा हामी 59 जना ट्राफिक प्रहरी, म लगायत 59 जना ट्राफिक प्रहरीहरू छौँ। यो 59 जना ट्राफिक प्रहरी चाहिँ सिभिल प्रहरीसँगको चाहिँ समन्वयमा, सिभिल प्रहरीको समन्वयमा जोइन्ट हिसाबले हामी परिचालन। अनि यो भौगोलिक दृष्टिकोणले तपाईँको जनशक्तिले कतिको च्यालेन्ज छ यहाँ सिरामा? यो यति ठुलो जिल्लामा यति जनशक्तिले कोही च्यालेन्ज छ कि त पुग्छ? यस्तो छ, अवश्य पनि जनशक्तिको क्षेत्रफल धेरै, एरिया धेरै, जनशक्ति कम त हो नै। तापनि हाम्रो 59 जना ट्राफिक प्रहरी भनेको सङ्ख्या हामीले म्यानेजेबल छ, म्यानेज गर्न पुग्छ, हामी म्यानेज गर्न सक्छौँ। विगतका वर्षमा जस्तै यस वर्ष पनि सीमित जनशक्तिको बावजुद म्यानेजेबल छ, हामी म्यानेज गर्छौँ। मुख्य चुनौती चाहिँ के देख्नु भएको छ भोलिको मुख्य चुनौती? मुख्य चुनौती भनेको तपाईँको मैले भनिहालेँ, यो होली पर्व चाहिँ रमाइलोसँग एकदम रङ्गीन पर्व भनिन्छ यसलाई। यस क्रममा चाहिँ होली मनाउने क्रममा मादक पदार्थ सेवन लगायतका लागु पदार्थ पनि सेवन गर्न सक्ने हुने, आफ्नो चाहिँ हर्षोल्लास मनाउने क्रममा र त्यसरी गर्दा सवारी साधन चलाउँदाखेरि दुर्घटना हुन सक्ने धेरै सम्भावना हुन्छ। हो, यो नै यसैलाई नै रोक्ने, यसबाट हुने दुर्घटना रोक्ने नै हाम्रो चुनौती हो र यही चुनौतीलाई सामना गर्न नै हामी परिचालित हुन्छौँ। सर, एउटा कुरा जुन चाहिँ अब मादक पदार्थ युज गरेको होइन, प्रयोग गरेपछि अनि त्यस्तो गयो भने अनि उहाँहरूलाई कस्तो कारबाही गर्ने नि? हो, उहाँहरूलाई जरिवाना गर्ने सम्बन्धमा कानुन बमोजिम जरिवाना त हुने नै छ। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरूलाई चाहिँ उहाँहरूको सवारी साधनलाई हामी होल्डमा राखिदिन्छौँ र उहाँहरूलाई चाहिँ उहाँहरूको आफन्तलाई जिम्मा दिई पठाउने काम हामीले गर्छौँ र सवारी साधन पनि सम्बन्धित चाहिँ सवारी धनी आएर, सवारी चालक भएको सवारी धनी आएर म लान्छु भन्नुहुन्छ भने त्यो पनि गर्नमा केही छैन, तर कारवाही चाहिँ हुनेछ। अब सर, यो अब होलीको अब अवसरमा अब पब्लिकलाई के सन्देश दिन चाहनुहुन्छ? पब्लिकलाई सन्देश दिनु पर्दाखेरि वर्ष दिनमा आउने चाहिँ चाड हो होली पर्व, रङ्गीन चाड हो। रङ्गीन एकदम सभ्य तरिकासँग हामी चाडबाड मनाऊ, कुनै चाहिँ दुर्घटनामा नपरौँ। चाडबाड मनाउने न्यूमा, चाडबाड मनाउने न्यूमा चाहिँ उच्छृङ्खल भएर सवारी साधन नहाँकौँ, जसले गर्दाखेरि चाहिँ दुर्घटना होस् है। त्यसैले चाहिँ दुर्घटना नहुने किसिमबाट सभ्य किसिमले चाडबाड मनाउन, विशेष गरी यो होली पर्व मनाउन चाहिँ आम पब्लिकलाई म अनुरोध गर्छु।